हेलो गाइस, नमस्ते, वेलकम बैक टू माई न्यू भिडियो। तपाईहरु सन्चै हुनुहुन्छ होला? हामी पनि एकदम सन्चै छौं। अनि म चाहिँ पूजा बुनुको घरमै छु। अस्ति जहाँ जाँदैछु भनेर मैले भनिरहेको थिएँ। अनि म चाहिँ पूजा बुजुको घरमै छु। अनि हामी चाहिँ दोकान जाँदैछौँ। अहिले चाहिँ हामी चाहिँ यस्तो के बनाएर खाने भनेर दोकान जाँदैछौँ। हामीहरू चाहिँ नानी, म, पूजा बुनु। नानी बिच्नु जानुभयो दोकान। अनि यतातिर चाहिँ यस्तो घाम चर्किरहेको छैन। हिजोसम्म चाहिँ पानी परिरहेको थियो, आज चाहिँ घाम चर्किरहेछ यतातिर चाहिँ। अनि साथीहरू, हाम्रो बस्तीमा चाहिँ आज एकजना हाम्रो हजुरबा खस्नुभयो अरे। अनि हामी चाहिँ आज जाने भनेको, आज जानु पाइनौँ। अनि भोलि चाहिँ हामी घर घुर्छौँ। 2-3 दिन बस्ने भनेको थियौँ। अनि के गर्नु साथीहरू, पाइएन। किनभने हामीको चाहिँ हजुरबा खस्नुभयो नि त। हजुरबाभन्दा मम्मीको चाहिँ काका, अनि हामीको चाहिँ मेरो चाहिँ अब काका ससुरा उहाँ चाहिँ खस्नु भइरहेछ अरे। अनि त्यही भएर अघि बिहानै सुनेको भए त आजै जान्थ्यौँ। बिहान खबरै सुनिएन हामीले। अहिले भर्खर कति यस्तै 1 बजीतिर सुन्यो। अनि अब गाडी पनि हुँदैन बस्तीमा, त्यही भएर भोलि मात्रै जाने हामीहरू चाहिँ। चाडबाडको बेलामा साथीहरू कस्तो हुन्छ नि मान्छेको जिन्दगी भनेको। कोही मर्ने मर्दछन्, जन्मिने जन्मिँदछन्। यसपालि हामीले उयो के भन्छ, जुठो लागेर टिकै पनि नलाएको र मान्छे खोजेको एउटै भइरहेछ साथीहरू। के गर्नु, कसले दसैँ मान्नुभयो, कसले मान्नु भएन। हामीले चाहिँ मानिएन, टिकाहरू लाइएन हामीले चाहिँ। त्यही भएर टिकाहरू लाइएन। अनि त्यही भएर बहिनीको घरमा बहिनीलाई भेट्न आएर थियौँ। अनि अस्ति आएर थिएँ। अनि अब चाहिँ भोलि कुर्दैछौँ हामीहरू चाहिँ। अनि यता घुरेर गएर माइत घुस्ने भनिरहेको थिएँ। माइत चाहिँ म घुस्नै नपाउने रहेछु, किनभने अब उहाँ त्यस्तो भएपछि म कता माइत घुस्नु भनेर अब जान्छु माइत। माइतमा चाहिँ अब एकैचोटि डिसेम्बरमा मात्रै आउँछु होला साथीहरू। म चाहिँ माइत जाने भनेर हर्क मानिरहेको थिएँ। यस्तो भइहाल्यो साथीहरू, के गर्नु। कति रमाइलो बस्ती नि पूजा बुनुहरूकोतिर चाहिँ। यहाँ माथि चाहिँ एक ग्रुपै नेपाली रहेछन्। अनि एक ग्रुपै चाहिँ कस्तो नागाहरू रहेछन्। एक ग्रुपै कोकीहरू रहेछन्। तर कति राम्रो बस्ती छन्। घरहरू पनि कस्तो मजाले बनाएर बसेको बस्ती रहेछ। फाइनली साथीहरू, हामी चाहिँ दोकान पनि पुग्न आँट्यौँ। अन्त दोकानमा सामानहरू के लगेर जाने खाने। पाउँछ पान त यहाँ पाउँदैन। पहिला पान हेर हामीहरू चाहिँ म चाहिँ यस्तो त्यस्तो पनि केही खान्न। अनि अब साह्रो तलबहरू पनि खाँदिनँ। म चाहिँ केही पनि खान्न तलबहरू चाहिँ। अनि मिठा पान मात्रै हो मैले खाने भनेको चाहिँ। अनि म चाहिँ मिठा पान छ कि भनेर पहिले बुनु पनि मिठा पान चाहिँ खान्छन्। अनि हामी चाहिँ मिठा पान अहिले सोध्ने भनेर आइरहेको छु। 2टा रहेछ नि त दोकान चाहिँ। अनि फाइनली साथीहरू, हामीहरू चाहिँ सामानहरू पनि किनिसक्यौँ दोकानमा। र अहिले चाहिँ घोर्दैछु मानिहाल्नु पान। म चाहिँ मिठा पान खान्छु नि त। अनि मेरो बहिनीले चाहिँ उसले चाहिँ जर्दा पान खान्छन्। अनि म चाहिँ मिठा पान खान्छु। अरू चाहिँ म साह्रै खान्न पनि। केटाकेटी दोकान आउनु भन्ने मात्रै पर्छ साथीहरू। केटाकेटीले वाक्कै लगाएको क्या हो, यो खान्छु भनेको छ, त्यो खान्छु भनेको छ, वाक्कै खाने र हामी बहिनी चाहिँ आइस खाँदै हिँड्दैछन्। अनि म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। नानी, यहाँ 2टा नानीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ, हिँडिरहेछन्। यहाँ आइज त नानी, सृष्टि र बहिनी यहाँ उभा त। यहाँ हो त्यहाँ उभा त, हो त्यहाँ। दाजु बहिनीको नानीहरू न साथीहरू जन्मे जस्तै छन् कि छैनन्, कसलाई कमेन्ट गर्नु होला।
दुईजना दिदीबहिनी जस्तो लाग्छ कि लाग्दैन यहाँ त सृष्टि यता चाहिँ भान्जी अनि यता चाहिँ मेरो छोरी यहाँ जम्ले जस्तै छन् दुईजना हाइट पनि एउटै अनुहार पनि एउटै फेस पनि एउटै बेउरा पनि एउटै छन् दुईजनाको चाहिँ जम्ले जस्तै छन् हामीले देख्दाखेरि चाहिँ तर अरूलाई चाहिँ कस्तो लाग्छ कुनै साथीहरू कमेन्ट गर्नु होला सबैजनाले हामीहरू चाहिँ आएर रास्तामा बसिरहेछौँ किनभने कस्तो गरम छ नि त अनि त्यही भएर रास्तामा बसिरहेछौँ किनभने उकालो चढेर आउनुपर्छ रास्ता चाहिँ मेरो मुखमा चाहिँ पान छ जर्दा पान होइन साथीहरू त्यही पनि मिठा पान हुने फेरि मलाई चाहिँ एकदम मिठा पान मनपर्छ नि त त्यही भएर म चाहिँ मिठा खान्छु मेरो पनि छ उसको चाहिँ उसले चाहिँ खाएकै छैन म चाहिँ आइस खाँदै हिँड्दै थिएँ नि त अनि उसले चाहिँ खाएकै थिइनँ मेरो अनुहार बरु म भोलि जाँदैछु तिमीलाई कस्तो लाग्दैछ कस्तो लाग्छ र सुन्नै लाग्छ नि म आएर कतिको खुसीको महसुस भएको छ बुनुलाई धेरै खुसी लागेको छ मलाई अब हामी कहिले भेट्छौँ होला नि फेरि अब भोलि 5-6 महिनामा 5-6 महिना हो भनौँ अब 4-5 महिनामा चाहिँ भेट हुन्छ होला हौ फेरि अब हामी नभए अब कि म आउँदा मात्रै हो नभए त बुनु त आउनु पाउँदिनँ नि त भान्जी ए भान्जी भोलि म जान्दैछु तिमीलाई कस्तो लाग्दैछ अब मिठाई खोलालेको मेरो चाहिँ मिठा खोलाले तेरो नुडल्स खा गाडीदेखि बहुत डराउँछ नि त हाम्रो नानी चाहिँ त्यही भएर नानीले त मगाउनु हाल्ने के खाम अरे मगन नेपाली भएर मगाउँ अरे साथीहरू हिजो चाहिँ भ्लग पनि बनाउनु पाएन किनभने घाम पनि लागेन बिहान चाहिँ एकछिन लागिरहेको थियो बिहान चाहिँ अब भ्लग स्टार्ट गर्नु पनि मैले पाइनँ किनभने पानी परेको थियो नि त हिजो चाहिँ अनि त्यही भएर भ्लग बनाइनँ अनि आज चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु फेरि अनि मेरो छोरीले मटर टोकेको तर कामेरै टोक्छ भने टोक्नै सक्दिनँ नि त हौ ल होइन साथीहरूलाई केही भन्न चाहन्नस् त भन्न त फोनमा के भन्छ सारे हाई गाइस भन् अनि अरू म पूजा दिदीको घरमा छु भन् पूजा दिदीको घरमा छु भन् साना केटेन भन् जो भान्जी पनि र बहिनी पनि लु हाई गाइस भनिदेऊ नमस्ते लु म पक्रिन्छु लु नमस्ते भन् तिम्रो नाम के हो सृष्टि अनि त्यो नाम के हो ए हो ए अब चाहिँ हामीहरू घर जान्छौँ अनि घर गएर चाहिँ मिमी लिएर आइरहेछौँ हामी मिमी साधेर खाने अनि त्यसमा के भन्छ चियाहरू बनाएर खाने किनभने हामी चाहिँ दुधहरू लिन गइरहेको थियौँ अहिले हामी चाहिँ घर पनि पुग्न आँटिसक्यौँ
बाबु फाइनली साथीहरू हामी चाहिँ बुनु टिका लाउनु गइरहेको थिएँ नानीमा पनि गइरहेको थिएँ घुम्नुको लागि कस्तो छ बस्ती भनेर हेर्नु गइरहेको थिएँ साथीहरू आजको मेरो मिनी ब्लग चाहिँ यति नै सबैजनालाई बाई बाई